सम्पूर्ण रूपमा समाप्त होस्, स्थूल परिचय नै समाप्त होस् कि आफ्नो, हैन, पूर्ण रूपले आफ्नो आध्यात्मिक जागरण होस्। त्यसैले वृन्दावनका एकजना महान आचार्य हुनुभयो श्री भगवत रसिकजी। उहाँले एउटा कुरा भन्नुहुन्छ कि सुन्नु है, उहाँले एउटा कुरा भन्नुहुन्छ। उहाँले के भन्नुहुन्छ भन्दा, प्रथम सुने भागवत भक्त मुखे बखान, द्वितीय करी नवविध भक्ति व्यास मुखे बखान, तृतीय करी गुरु समुझिलो दक्ष सर्वज्ञ रसिलो, चौथो है विरक्त वनराज बसिलो, पाँचे भूले देह सुधी छठी भावना रास की, सातवें पावे रस रीति स्वामी श्री हरिदासले। अर्थात् उहाँ भन्नुहुन्छ पहिला के गर्ने, हेर्नु भक्तिको प्रक्रिया के हो। पहिला भक्तहरूबाट भागवत सुन्नुहोस्, भागवतमको कथाहरू सुन्नु। दोस्रोमा नवदा भक्ति गर्न सुरु गर्नुहोस्, हैन। अनि तेस्रोमा के गर्नुहोस्, गुरु बनाउनुहोस्, गुरुसँग गएर दीक्षा लिनुहोस्। चौथोमा के गर्नुहोस्, विरक्त है वनराज बसिलो, विरक्त भएर वृन्दावन धामको आश्रय लिनु। यानि कि घरमै बसे पनि भजन गर्न सुरु गर्नुहोस्, संसारप्रति विरक्ति राख्नु, हैन। अनि यसरी भजन भक्ति गर्नुहोस् कि पाँचे भूले देह सुधी, पाँचौँ भूमिकामा पुग्दाखेरि यो देह गेहको सुधी सबै बिर्सियोस्, हैन। यो देहको पनि चिन्तन नरहोस् अब। अनि यो भएपछि तब छठी भावना रासले, अनि छैठौँ भूमिकामा पुगेपछि बल्ल भगवानको रासलीलाको चिन्तन गर्नु, हैन। अनि सातौँ पावे रस रीति, सातौँमा पुगेपछि अनि त्यो रासमा प्रवेश हुन्छ तिम्रो भनेर भन्नुहुन्छ है। त्यसैले यहाँ भक्तिविनोद ठाकुरजी के भन्नुहुन्छ, त्यो दिन कहिले आउला मैले आफ्नो स्थूल देहको परिचयलाई बिर्सिदिउँला सदाको लागि। अनि यो हो भक्तिको लक्ष्य क्या खासमा। संसार हामीहरूले भक्ति गर्नुको तात्पर्य लक्ष्य यो होइन कि हामीहरूले स्थूल देहकै सम्बन्धलाई विस्तार गर्दै जाउँ, यसैको परिमार्जन गर्दै जाउँ, यस्तो होइन। यसलाई बिर्सिनु छ खासमा चाहिँ, त्यस्तो हुनु पर्यो। चाहे हामी विग्रह सेवाको माध्यमबाट होस्, चाहे नाम जपबाट होस्, भगवानको सेवा गर्ने कालमा यस्तो हुनु पर्यो कि आफ्नो देह गेहको विस्मृति भयो भने नि तब बल्ल आनन्द आउँछ। नत्र नपत्याइ हजुरले गरेर हेर्नुहोस् त, जति समय हामीले यो शरीरलाई बिर्सिन्छौँ तबसम्म मात्रै आनन्द मिलेको हुन्छ कि, हैन। जब देहको स्मृति आयो तब अब टेन्सन सुरु हुन्छ। त्यसैले उपनिषदहरूमा भनिएको छ कि भगवानले हामीलाई गहिरो निद्रा किन दिनुहुन्छ, गाडी निद भन्छ नि, डिप स्लिप, सुसुप्ति भन्छन् शास्त्रमा। किन दिनुहुन्छ गहिरो निद्रा भन्दा, यदि गहिरो निद्रा भएन भने हामीहरू पागल हुन्छौँ। किन त त्यस्तो भन्दा, गहिरो निद्रा भएको बेलामा हामीहरूको यो देहको विस्मृति भएको हुन्छ। स्मृति हुँदैन, स्वप्न अवस्थामा पनि देहको स्मृति हुन्छ। त्यसैले केवल स्वप्नको निद्राले मात्रै पर्याप्त विश्राम पुग्दैन, यो शरीरलाई बिर्सिनै पर्छ क्या। अनि त्यसैले के गर्नुहुन्छ भगवानले भन्दा, कृपा गरेर हरेक रात्रिमा हामीहरूलाई गहिरो निद्रा दिनुहुन्छ, डिप स्लिप। र त्यति अवधिसम्म हामीले यो शरीरलाई बिर्सिन्छौँ र पूर्ण रूपले स्वस्थ अवस्थामा रहन्छौँ कि। अनि जब जागृत हुन्छ फेरि देहको अवस्थामा आउँछ। यहाँ यो लक भएछ हेर्नुहोस् त, एउटा खोल्दैन। सो भन्न खोजेको देहको विस्मृति त्यति जरुरी छ कि, त्यति जरुरी छ। र समाधि भनेको के हो त, समाधि भनेको के हो, सदाको लागि देहको विस्मृति। अब सुसुप्तिमा त केही घन्टाको लागि मात्रै देहको विस्मृति हुन्छ, तर समाधिमा योगीहरूले के भन्नुहुन्छ, सदाको लागि देह विस्मृति भएपछि सदाको लागि शाश्वत आनन्द मिलेको। त्यसैले देहलाई विस्मृति गर्नुपर्छ। त्यहाँ यहाँ भक्तिविनोद ठाकुरजी त्यही भन्दै हुनुहुन्छ, कहिले त्यो दिन आउला मैले यो स्थूल परिचयलाई बिर्स्यौँला सदाको लागि। अनि त्यो बिर्सिएर के हुनेछ त भन्दाखेरि यहाँ भन्नुहुन्छ, नयने हेरिबो ब्रजपुर शोभा निज चिदानन्दमय देह। त्यो देह विस्मृत भएर के हुन्छ त, भक्तको इच्छा के हुन्छ भन्दा, अनि देहको विस्मृत भएर आफ्ना यी आँखाहरूले नयनै हेरिबो सदा ब्रजपुर शोभा, वृन्दावनको दिव्य शोभाको दर्शन मैले कहिले गरौँला यो शरीर बिर्सिएर, हैन। जबसम्म यो शरीरको परिचय रहन्छ तबसम्म हामी वृन्दावनमा गएर पनि वृन्दावनको दर्शन हुँदैन नि त, संसारको प्रपञ्चकै दर्शन हुन्छ। त्यसैले असली वृन्दावनको चिदानन्दमय वृन्दावनको दर्शनको लागि यो देहलाई विस्मरण गर्नु पर्यो। त्यो गरेपछि नित्य सिद्ध जुन वृन्दावनको चिदानन्दमय स्वरूपको दर्शन हुन्छ त्यो मैले कहिले दर्शन गर्न पाउँला, हैन, जो शाश्वत सच्चिदानन्दले परिपूर्ण छ। अनि त्यसपछि अगाडि भन्नुहुन्छ, वृषभानु सुते जन्म लहिबो जावटे विवाह हवे। मेरो जन्म कहिले वृषभानु महाराजको नगरमा एउटा गोपीको गर्भबाट मेरो कहिले जन्म होला, हेर्नुहोस् है। अनि
यावतमा मेरो विवाह कहिले होला। के हुन्छ भन्दाखेरि वृषभानुनगर भनेको राधारानीको क्षेत्र हो, बर्साना। त्यहाँ मेरो जन्म गोपीको गर्भबाट कहिले होला सखी रूपमा, त्यहाँ जन्म हुन्छ। त्यहाँ जन्म भएपछि राधारानीको यावतमा विवाह हुन्छ नि, र त्यहाँ विवाह भएपछि उहाँकी दासी बनेर राधारानीको ससुरालमा म कहिले जाउँ राधारानीको सेवा गर्नको लागि। हेर्नु, भक्तिविनोद ठाकुरजीले के भन्नुहुन्छ भने अहिले हामीले भक्ति गर्दै जान्छौँ नि, यदि राम्रोसँग भक्ति गऱ्यौँ भने अर्को जन्म हाम्रो चाहिँ यही वृन्दावनमा, भौम वृन्दावनमा कृष्णको लीला भइरहेको ठाउँमा गोपी गर्भबाट फेरि जन्म हुन्छ। त्यहाँ बुझ्नु भने त्यहाँ जन्म हुन्छ। त्यहाँ जन्म किन हुन्छ भन्दाखेरि राधा कृष्णको सेवा यतिकै गर्न पाइँदैन। नित्य सिद्ध ललिता विशाखा आदि गोपीहरूको आनुगत्यमा त्यहाँ त्यो सेवाको परिपाटी सिक्नुपर्ने हुन्छ, हामीले सिक्नुपर्छ। र त्यहाँ जन्म भयो। जन्म भएपछि त स्वतः राधारानी त्यहाँकी राजकुमारी हुनुहुन्छ। अब उहाँकी सखी बन्न पाइयो होइन, उहाँसँग खेल्न पाइयो। अनि त्यो परिपाटी कसले सिकाउनुहुन्छ भन्दाखेरि ललिता विशाखा उहाँका नित्य सिद्ध सखीहरू हुनुहुन्छ नि, उहाँले सिकाउनुहुन्छ। त यहाँ त्यही भन्दै हुनुहुन्छ त्यो दिन कहिले आउला मेरो। सुरुमा यता भजन गर्दा गर्दै मेरो नित्य यो स्थूल देहको विस्मृति हुनेछ। त्यसपछि यो देह त्याग गरेपछि म त्यो वृन्दावनमा बर्सानामा त्यहाँ गोपी गृहमा कहिले जन्म लिउँला, र त्यहाँ जन्म लिएर मेरो राधारानीसँग यावतमा विवाह भएर म कहिले जाउँला भनेको सखी रूपमा आफूलाई चिन्तन गर्दै हुनुहुन्छ क्या होइन। अनि ब्रज गोपी भावे भैव स्वभावे अनुभाव नरहिबे। अनि त्यसपछि के हुनेछ, ब्रज गोपी भावलाई मैले सिक्नेछु र पूर्ण रूपले ब्रज गोपीको भाव मलाई कहिले प्राप्त होला होइन। पूर्ण रूपले ब्रज गोपीको भावलाई प्राप्त गरेर अरू भावना सम्पूर्ण रूपमा समाप्त कहिले होला मेरो हृदयबाट के होइन। अरू केही पनि संसारको भाव नरहला, पूर्ण रूपले गोपीको भाव रहला। यो मेरो स्वभाव कहिले होला भनेर यस्तो प्रकारले चिन्तन गर्दै हुनुहुन्छ। अनि राधा कृपा निज सिद्ध देह निज सिद्ध नाम निज रूप सेवा वसन। अनि त्यहाँ मेरो के हुनेछ, मेरो नित्य सिद्ध देह मलाई प्राप्त हुनेछ। अहिले त म पुरुषको देहमा छु, स्थूल देहमा होइन। अब यसलाई बिर्सिएर मैले निज मेरो सिद्ध देह जुन छ सखी देह, मैले त्यसलाई प्राप्त गर्नेछु। अनि त्यो देहमा मेरो सिद्ध नाम पनि हुनेछ, मेरो सिद्ध नाम हुनेछ। त्यो कुनै कसैले राखिदिएको नाम होइन, सिद्ध देह हुनेछ, सिद्ध नाम हुनेछ। अनि निज रूप सवसन, आफ्नो मेरो रूप पनि नित्य हुनेछ। त्यो कहिले यस्तो होइन कि बुढो होला, त्यो कहिले त्यसमा विकृति आउला, त्यस्तो हुँदैन। र मेरा वस्त्रहरू पनि नित्य सिद्ध हुनेछन्, सिद्ध वस्त्र हुन्छन् है। भक्तिविनोद ठाकुरजीले आफ्नो स्वरूपको उजागर गरिदिनु भएको छ कि गीतमालामा। उहाँ के भन्नुहुन्छ, वर्णे तडित वास तारावली कमल मञ्जरी नाम 12.5 वर्ष वयस सततम स्वानन्द सुखद कुञ्ज। उहाँले भन्नुहुन्छ म को छु त गोलोकमा भन्दा वर्णे तडित वास तारावली, मेरा वस्त्रहरू कालो रङका छन्, जहाँ पूर्णिमाको चन्द्रमा उदय भए चाहिँ जसमा चाहिँ डिजाइनहरू बनाइएको छ, त्यस्ता वस्त्रहरू छन् मेरो। अनि कमल मञ्जरी नाम हो, मेरो नाम चाहिँ कमल मञ्जरी हो भन्नुहुन्छ। अनि मेरो उमेर कति छ त भन्दा 12.5 वर्ष, 12.5 वर्षको मेरो नित्य उमेर छ। त्योभन्दा माथि बढ्दैन कहिले पनि, 12.5 वर्षको उमेर हुन्छ क्या। अनि स्वानन्द सुखद कुञ्ज, म बस्ने ठाउँको नाम के हो, स्वानन्द सुखद कुञ्ज। ललिता सखी कुञ्जको निकटमा स्वानन्द सुखद कुञ्जमा मेरो निवास छ भन्नुहुन्छ होइन। त्यही यहाँ यही भन्दै हुन्छ, मेरो नित्य सिद्ध देह, नित्य सिद्ध नाम, मेरो नित्य सिद्ध सेवा, मेरो नित्य सिद्ध यिनीहरू सबै मैले कहिले प्राप्त गरौँला। राधा कृपा बले लभिबो वा कवे कृष्ण प्रेम प्रकरण। अनि के हुनेछ, राधा रानीको प्रेमको बलले अनि कृष्ण प्रेम पनि मलाई प्राप्त कहिले होला होइन। राधा कृपा बले, राधा रानीको कृपाको बलले मलाई कृष्ण प्रेमको पनि प्राप्ति कहिले होला त्यो क्षेत्रमा भनेर यसरी भन्नुहुन्छ। यमुना सलिलो अहर्ने गइबो बुझिबो युगल रस प्रेम मुग्ध होए पगलिनी प्रया गाइबो राधा र यश। म जब यमुनामा पानी भर्नको लागि जानेछु, आफ्नो मटका लिएर यमुनामा पानी भर्न जानेछु र आफ्नो शिरमा पानीको घडा लिएर जब आउनेछु, त्यति बेला कृष्णले आएर मलाई छेडछाड गर्नुहुनेछ, बाटोमा भन्नुहुनेछ ए सखी आज के कसको लागि पानी लिएर जान लागेको भनेर यसरी छेडछाड गर्नुहुनेछ। अनि त्यति बेला उहाँलाई मैले एकदम प्रणयसहित कर्के नजरले हेरेर उहाँलाई उपेक्षा गरेर मेरो यो पानी मेरो स्वामिनीज्यूको लागि हो भनेर यसरी प्रणय झगडा गरेर अगाडि बढ्ने दिन त्यो मेरो कहिले आउला जीवनमा भनेर यसरी। अनि त्यसपछि प्रेम मुग्ध भए, अनि कृष्णले जब मलाई छेडछाड गर्नुहुन्छ, मैले उहाँलाई इग्नोर गर्छु, त्यति बेला जुन मेरो हृदयमा प्रेम उत्पन्न हुनेछ
त्यो प्रेमले मुग्ध भएर पग्लिने प्रया म पागल समान हुनेछु त्यति बेला र त्यो मेरो त्यो पग्ली भन्छ नि पागल नै जस्तो हुनेछु र त्यो पागल नै भएको मौका छोपेर कृष्णले मलाई चुम्बन गर्नुहुनेछ र त्यसपछि म गाइब राधा र यस सधैँभरि राधा रानीको यस गाउने त्यस्तो अवस्था मेरो जीवनमा कहिले आउला भनेर यसरी भक्तिविनोद ठाकुरजीले बताउनुहुन्छ कि होइन। त यो के हो त भन्दा हामीहरूको भजन साधनको भक्तिको उद्देश्य हो यो सबै। यी भावहरूको चिन्तन गर्नुपर्छ कहिले त एकान्तमा बसेर। त्यही कुरा आएको थियो नि हाम्रो होइन, एकान्तमा बसेर के गर्ने त हामीले, के सोच्ने त, कसरी भक्तिभाव जागृत गर्ने भन्दा यी भजनहरूलाई अगाडि राख्नुहोस्, यिनीहरूको एक एक वाक्यहरूको स्मरण गर्नुहोस्, त्यो लालसा जागृत गर्नुहोस्। साँच्चै नै यसमा तादात्म्य गर्नुहोस् कि होइन। त्यो कहिले आउला मेरो जीवनमा, कहिले आउला, यो त भक्तिविनोद ठाकुरजीलाई त भइसकेको कुरा हो, हामीहरूको लागि लेखिदिनु भएको त यो। त यसैको चिन्तन गर्ने त्यो दिन कहिले आउला, मेरो स्थूल देहको परिचय समाप्त कहिले होला, यस्तो भजन साधन मबाट कहिले बन्ला, मबाट त नबन्ला तर भगवान्कै कृपा भयो भने होला एक दिन भनेर यो लालसा जागृत गरेर हामी त्यो मेडिटेट गऱ्यौँ भने अनि बल्ल भक्ति रस जागृत हुन्छ। यसरी नै भक्तिको गहिराइमा जाने होइन, अरू तरिका छैन होइन। अरू भक्तहरूको चर्चा परिचर्चा गरेर बसेर झगडा गरेर अनि पोलिटिकल कुरा गरेर त्यसरी हुँदैन होइन। नै भक्तहरूको समाजमा गएर हाहु गरेर यसरी भावहरू जागृत हुन्छ, हुँदैन होइन, हुँदैन, बुझ्नु नि। त्यसैले यो यस्तो भक्तिको स्वभाव छ होइन, जति हामी चिन्तन गर्छौँ त्यति गहिराइमा यसको रस उत्पन्न हुन्छ कि हृदयमा है। त्यसैले यो सबैभन्दा श्रेष्ठ त मलाई यो भजन लाग्छ कि एकदमै मनपर्छ यो कुरा चाहिँ, यसैको चिन्तन गर्नुपर्छ।